यो साग रोप्नुभएको साग रोपेको कि अँ घाँस रहेछ नि अँ घाँस उठिरहेको ए घाँस हेर्न घाँस पुरा रहेछ है सबै उखाल्ने यो घाँस उखेल्नुपर्छ नि ए खेलेर फ्याँक्नुपर्छ नि खाना खानुभयो खायो खायो रे यो त हिजोको हो नि कुन चाहिँ यो हिजोको सेन्डल ए अब यो साग चाहिँ कहिले हुन्छ काका यो साग त पिच्छे अझै कति महिना लाग्छ हौ अब 1-2 महिना यो घाँस उखेल्नुपर्छ नि घाँसै पलाउँछ नखाने चिसै पलाउँछ छिटो घाँस पनि खाँदा हुन्छ होला नि अलिअलि त घाँस त कहाँ खान्छौ आजकल त घाँस पनि खानुहुन्छ नि पाकेर मजाले पकाएर है खाँदा हुन्छ गएको एक्लै छ नि माथि घरमा यो आलु चाहिँ कहिले हुन्छ काका यो आलु अँ अब असोजतिर हो ए ल काका बिस्तारै गर्नु ल ल